हेलो गुड मर्निङ गाइस। सो आज चाहिँ म या फेस्टिभल जाउँ भनेर प्रिपेयर हुँदैछु। अन्त यहाँ मेरो बहिनीहरूले खोइ खाना बिहान बिहानै बनाउँदैछ। मैले नबनाउनु भनेको किनभने हिजो मेरो सो थियो। अन्त सोमै हिजो ढिलो लेट नाइट भएको थियो। नबनाउनु भनेको थियो तर अब बनाउँदै रहेछ। ठिकै छ, अब सादा खाना खाएर जानुपर्छ। मेरो वाइफ यहाँ छ, वाइफले फेरि नानीको लागि बनायो। वाइफलाई चाहिँ म रम्फूमा छोडिदिन्छु कजनकोमा हो। अन्त यहाँ बहिनी पनि जान्छ, मेरो सानो बहिनी चाहिँ जान्छ। मेरो छोरी पनि उठेछ हो। अब मेरो छोरी त या फेस्टिभल जान्दैन, तर बिचरा अलिक अब सानै छ हो। अब ठुलो भएर जान्छ, तर अब अहिले चाहिँ उसलाई म रम्फूमा गएर छोडिदिन्छु हो। रम्फूमा गएर छोडिदिन्छु यहाँनिर हो। उठिरहेको छ हो बहिनी। बहिनी हो बाई बाई गरिदिनुहोस्, बाई बाई हाई गरिदिनुहोस् ल छिटो। भेरी गुड हो मेरो छोरी। मेरो छोरीलाई पनि यहाँ चाहिँ भिडियो गर्दैछ भनेर भर्खर उठेर ऊ छक्कै परिरहेको छ हो। अब यहाँ खाना रेडी भयो, अब हामी खाना खान्छौँ। सो गाइज माई फ्रेन्ड हेज अराइभ फ्रम भुटान हो। अन्त उसले रिसिभ गर्यो अहिले भर्खर। अन्त अब यहाँ फेस्टिभलको लागि वी आर गेटिङ रेडी। अन्त बेबी यहाँ हेर्नुहोस् त हो सोइङला हो। तपाईँ पनि जानु नि यहाँ फेस्टिभल ल गाइज। अब चाहिँ यहाँबाट स्टार्ट गरेको हो। यहाँबाट मेरो साथी यहाँ भुटानबाट आएको छ हो। अन्त उसले चाहिँ बाइकमा जान्छ। अन्त फ्रम जोरथाङ चाहिँ हामी सँगै जान्छ गाडीमा। त्यसको बादमा चाहिँ अब यहाँनिर मेरो बेबीहरू छ। बेबीहरूलाई चाहिँ म रङपुमा यहाँनिर कजनकोमा छोडेर त्यहाँबाट दिन्छु। यहाँ छ मेरो छोरी सोइङला यहाँ छ। ल गाइज आई विल किप यु अपडेटेड। अब एकछिनमा म गर्छु। अब गीत सुन्दै जानुपर्छ। भाइले पनि भनिरहेको थियो नि ए त, जुन चाहिँ भाइले भनेको नि हजुर हिजो नै मलाई अस्ति नै भनेको नि भाइले, तपाईँ होटेलसँग बस्नुहुन्छ त्यस्तो। ए हजुर होइन बस्ने त प्रब्लम छैन कि, तर मान्छे प्रपरै होटेलै अब किन अरूलाई दुःख त्यही त दियोस् अरूलाई भन्ने नि त्यही त। गाइस अब मैले चाहिँ मेरो बुढी र नानीलाई डुगामा छोडिराखेँ। अब चाहिँ म आजाद भएको छु आजको लागि। प्रितम दा र म अब गाडीमा छ। दाको पनि बाइकको इन्सुरेन्सको प्रब्लमले गर्दाखेरि बाइक ल्याउनु भएन। अन्त हामी गाडीमै जाने डिसाइड गऱ्यो। सो हामी अब जाँदैछौँ यहाँबाट। हेरौँ अब परतिर चिना। मेरो साथी चाहिँ पछाडि बाइकमा छ बिचरा, उसले पनि अब जोरथाङमा चाहिँ बाइक राखेर हामीसँगै हुन्छ होला सायद। त्यति बेलासम्म म भिडियो गर्दै गर्छु, अपडेट गर्दै गर्छु तपाईँहरूलाई आज या फेस्टिभलको भेन्यूको बारेमा पनि। हामी रम्फू चेकपोस्ट आइपुग्यो। अन्त इमिग्रेसनको हुँदैछ भुटानको। हामी एकछिन बसेर त्यहाँदेखि हामी लन्च गर्छौँ। गोटे पेटमा खानुपर्छ होला। ल यहाँ चाहिँ लामो जाम लागेछ हो। खानासाना खायो। अब यहाँ फेस्टिभलमा कति बेला पुग्ने हो हामी। खै यहाँ साथी बाइकमा छ हो। अब बाइक छिराउ भन्दा पनि होइन भन्छ। अब एकैचोटि जाने अरे सँगै। यहाँ चाहिँ प्रितम दा र म छ। प्रितम दाको बाइक छैन आज। आज गाडीमा पेसेन्जर भएर आज चाहिँ खै कहिले खोज्छ। अब बाइक जोरथाङमा राखेर गाडीमा सबै जान्छौँ भनेको खै। गाइस यस्तो छ यहाँ चाहिँ जाम चाहिँ। अब हेर्नु नि अब कहीँ जानु पऱ्यो नि अब बिहानै हिँड्नुपर्छ हो, नभए साह्रो छ। यहाँ जाम भएर यत्रो लामो। हामी सिक्किमको साह्रो छ। सो गाइज हामी चाहिँ अब यहाँ फेस्टिभल पुग्न आँट्यो। मेन गेट आइपुग्यो यहाँ फेस्टिभलको। यहाँबाट चाहिँ तपाईँको लेफ्ट जानुपर्छ। यहाँ मात्रै देखाइनु भइहाल्छ नि, अरू त पुगिहाल्छ नि। खै पछाडि अभिषेक दाहरू पनि आउनुहुँदैछ। लिड गरेको कोही पनि पुग्नु भयो दादाहरू। ए अब यहाँबाट चाहिँ तपाईँको 3 किलोमिटर जस्तो छ जस्तो लाग्यो। ए 2.5 समथिङ हो। अन्त लास्ट इयर प्ले गरेको थियो। लास्ट इयर मजा आएको थियो फर्स्ट एडिसन। अब योपालि चाहिँ अल्बेट्रोस गाउँले भाइ हेर्नुपर्छ। चिसो हुँदै जाँदैछ अब।
त्यही त है ठिकै घाम डुबेको है राइट टाइम वेदर पनि है बिहानदेखि वेदर क्या हो उज्यालो भएको थियो पुलिसको ड्युटी पनि लागेको छ हजुर पार्किङ त अन्त यहाँसम्म ल्याउनु भयो and it's a success so far and also a big round of applause for Sajilo event for the incredible work that you have done. Definitely तपाईँको गाइस यहाँ चाहिँ मैले दुईजना हिरोहरू भेटेको छु यहाँ हो यहाँ फेस्टिभल अब फर्स्ट ब्यान्डले कम्प्लिट गर्यो आई थिङ्क अब सेकेन्ड ब्यान्ड छ यहाँ सबैजना छ सुरजहरू पनि छ सुरज भाइ बेगिलाको साथी हो योपालि आरजे प्रबल मिस भयो नि आरजे प्रबल प्रबल दा तपाईँलाई पुरा मिस गऱ्यो अरे हो फोटो खाँदै हो प्याच्चै हुनु पर्थ्यो त है ल ठिकै छ प्रबल दा जहाँ पनि हुनुहुन्छ भेटौँ छिट्टै गाइस यहाँ चाहिँ अब शालिनी पनि चिनेकै होला यहाँनिर हुनुहुन्छ हो यहाँ चाहिँ कन्सर्ट हेर्नु आउनु भएको हो सबैजना हो तर यहाँनिर पानी परेर हो त्यस्तो भइरहेको छ उहाँको च्यानल पनि तपाईँले हेर्नु भएकै हो है एकदमै रमाइलो भइरहेको छ है इट्स रेनिङ सो ब्याडली अनि यहाँ चाहिँ चिप्स खाँदैछु म है अनि अब चाहिँ कफी खाँदैछ नि दादालाई भेटेर एकदमै खुसी लाग्यो अनि दादाको ब्यान्ड पनि म एकदमै मनपर्छ है सो किप ग्रोइङ दा अनि म पनि एकदमै ग्रो हुन्छु सो लेट्स ग्रो टुगेदर थ्याङ्क यू सो मच
Beautiful, beautiful. ल सेकेन्ड एउटा काम गरौँ है त म केही भन्छु अनि हात उठाउँछु मलाई सबैले रिपिट गर्नुहोस् ल सबैले एकै स्वरमा हुन्छ ल सबैजना Sikkim, you're next. Louder, Sikkim. You block कर देखो ये बादल बनेर आइली हुन्छ घाम बनेर छाए पनि शब्द बनेर बसेनी हुन्छ लय बनेर गाए पनि मनको कुनै कुनामा किन पुरै मनमा बसी Beautiful. Let's give me a camera, right? So please, let turn your lights on. Come on, everyone. जीवनभरि का लागि सम्झना बनिदिनु म हाँसी उदासले तिमी हाँसौमा रङ्ग खोलिनु
बसेनी हुन्छ लय बनेर गाए पनि मनको कुनै कुरामा किन पुरै मनमा बसिनु म हाँसिदिउँला सधैँ तिमी हाँसोमा ढङ्ग पनि सम्झना बनी म हाँसिदिउँला सधैँ तिमी हाँसोमा Because of the rain, we stopped out here. गाडीमा बसेर गाउँले भाइ सुन्दैछ हामी हो लाइभ उनीहरूले लाइभ बजाउँदैछ हामी लाइभ यहाँ सुन्दैछ यहाँनिर हो यहाँनिर यस्तो छ सीमाको पानी संलग्न डुबी निभेन यो छनको गाँसमा खुल्यो है ताली समय हाँसी हाँसी सीमाको पानी संलग्न डुबी निभेन यो जागी मनमा चल्यो र सीमाको पानी संलग्न डुबी निभेर एउटा छनको गाँसमा खुल्यो है ताली
समय हाँसी नाची सीमाको पानी संलग्न डुबी हिँडेन यो घर नजानी हो भन्नु भएन भित्रै छ नि स्थिति लुकाइ राख्दा हराइ गए पनि माया जिउँदैका सँगै होइन नै पनि मेरै अघि उभियौ तिमी होइन नै पनि मेरै अघि उभियौ तिमी सीमाको पानी सँगमा डुबी निभेन यो छनको गाँसमा खुल्यो है ताली समय हाँसी नाची सीमाको पानी संलग्न डुबी निभेन यो मसीले देखे आधी राले तिम्रो मेरो कुरा मोही गए होला माया तारा माया जिउँदैका सँगै Yeah, festival last night. Oh, my friend Thank is you, leaving. Daji. Oh, abo. Janusz, the next time we will plan for fine tree. Yes, sir. Right. Rhythm da. Next time I'm mother and then planning. Okay, see you in my next vlog.